तपाईलाई अब अर्को कुरा नि आज तपाईले खुलाइदिनु पर्यो तपाईले पाल्पामा कति वर्ष पुजारी गर्नु त्यो पनि भनिदिनुस् पाल्पा भैरव स्थान मन्दिरमा चाहिँ मैले 9 वर्ष पुजारी गरेको हजुर मेरो गुरुजी चाहिँ दाङको हुनुहुन्छ हजुर गुरुजीको नाम पनि आज उल्लेख गर्दियौं जितनाथ योगी बाबा जितनाथ म जितनाथ योगीको शिष्य हजुर मेरो नाम चाहिँ ओरिजिनल शिवनाथ योगी बाबा हो तपाईहरु म फेसबुकमा एड नि छम हजुर है ओरिजिनल चाहिँ मेरो चाहिँ शिवनाथ योगी हो हजुर अनि टाइगर बाबा नाम चाहिँ मलाई बागुर नपरेको अनि के अरे तपाईले यो पनि भनिदिनुस् के त्यो हाम्रो त्यो पाल्पामा के तपाई 9 वर्ष बस्नु है तपाईको त्यो कुन मिडिया गएर तपाईको त्यो युट्युबमा नि छ है छ हाम्रो युट्युब तपाईले मलाई देखाउनु भएको थियो है युट्युबमा पनि थियो है तपाईले मलाई भिडियो देखाउनु भएको थियो के हैन म युट्युबमा छु पुजारी छु पुजारी गरेको मान्छे हो म चाहन्छु नै हैन के उहाँलाई कसैले त्यसै यस्तो बाबा उस्तो बाबा ढोङ्गी बाबा उहाँ हैन के ओरिजिनल कान्छेको बाबा हो उहाँलाई चिनेको मान्छेले भेटेको मान्छेले मात्र चिन्छ के कसैले भेटेर एकछिन मजाका भिडियो बनाइदिएर त्यो हैन उहाँ चाहिँ जेनुन बाबा हो हामी पुजारी हो हजुर पाल्पा भैरव स्थानको पुजारी हो हामीले काल भैरवको पूजा गर्छौं हामीले पढाएको स्टुडेन्टहरु पनि थुप्रै हुनुहुन्छ म पहिला टिचिङ पनि गरेको हो टिचिङ कहाँ गर्दिनु भन्दिनु टिचिङ मैले काठमाडौँमै नगरकोट कति वर्ष पढाउनु भयो मैले 2 वर्ष टिचिङ मैले टिचिङ गरेको मैले पढाएको स्टुडेन्टहरु पनि अहिले राम्रो ठाउँमा हुनुहुन्छ रहेछ मलाई सम्झेर मेसेज गर्नुहुन्छ गुरु आउनु भने यसो मिल्छ भने कुरा गराइदिनुस् भन्नुहुन्छ अब सबैसँग त सम्भवै हुँदैन तपाईको पनि टाइम हुँदैन अब म पनि एउटा पोसनमा भयो नि मेरो पनि टाइम हुँदैन तपाईसँग टाइम लिएर बस्नु पाउनु नि हाम्रो भाग्य हो कि ल आकाशजी अरु सबै ठीक छ के एकदम ठीक छ हजुर हवस् आकाशजी हामी त चिया पिउँदै ल हामीले यहाँ चिया नास्ता यसो गर्न लाग्यौं ल हस्